खुलाल, दोलखा नेपाल घर। मेरो बहिनी विगत 2 वर्षदेखि मृगौलामा समस्या भई नेपालका विभिन्न अस्पतालमा उपचार गराइसके पछाडि उपचार सम्भव नभएको कारणले भारतको नयाँ दिल्लीमा रहेको मेडिको केयर मार्फत हामी यहाँ आइपुग्यौँ, जसमा भाइ कुलदीप छेत्री र आकाश खड्का मार्फत हामी भारतको नयाँ दिल्ली स्थित दिल्लीको ओखलामा रहेको फोर्टिस हस्पिटल आइपुग्यौँ, जसमा दुवै अङ्ग मृगौला र कलेजो दुवै अङ्ग प्रत्यारोपण गर्नुपर्ने थियो। यहाँका डाक्टरहरूको राम्रो साथ सहयोगका साथ हस्पिटलमा प्रत्यारोपण सफल भएको छ, जसमा मेरो बाबा दिलबहादुर खुलालले मृगौला दिनुभयो, भाइ विशाल खुलालले कलेजो दिएर बहिनीको उपचार सम्भव भइकन हामी अहिले बहिनीको स्वास्थ्य राम्रो भएर हामी अब नेपाल जाने तयारीमा छौँ। सम्पूर्णमा नमस्कार, म मीरा खुलाल, घर दोलखा नेपाल। म चाहिँ विगत 2 वर्षदेखि मृगौला पीडित थिएँ। त्यसको उपचार नेपालमा सम्भव नभएको भएर मेडिको केयर मार्फत चाहिँ नयाँ दिल्ली स्थित फोर्टिस स्कटमा आएर उपचार गरिसकेको छु। यदि तपाईँहरू पनि यस्तै समस्या म जस्तै समस्यामा पर्नुभएको छ, नेपालमा सम्भव छैन भने तपाईँहरूले पनि मेडिको केयरलाई सम्पर्क गरेर राम्रो उपचार प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद। काठमाडौँ दोलखा कालिम्पोङको 7 को म दिलबहादुर खुलाल। मेरो छोरी मीरा खुलालको दुवै अङ्ग प्रत्यारोपण गर्नुपर्ने हुँदा काठमाडौँ 2 वर्ष बसेर उपचार पाए, केही आधार केही नभएर सम्भव नभएपछि कुलदीप छेत्रीले आकाश खड्का मार्फतबाट दुवै हामीलाई त्यो एयरपोर्टदेखि हस्पिटल अथवा कोठासम्मको वातावरण व्यवस्था गराइदिनु भएकोमा उहाँहरू दुवैजनालाई पहिलो नम्बर धन्यवाद कुलदीप छेत्री, आकाश खड्कालाई। साथसाथै उपचारको लागि पनि हस्पिटलका सबै प्रशासनिक फाँटहरूमा उहाँहरूले सहयोग गरिदिनुभयो। सहयोग गरेर मेरो छोरा म दिलबहादुर खुलाल बाबाले किडनी दिएँ, मेरो भाइ छोरो विशाल खड्का खुलालले कलेज दिएर मेरो छोरी मीराको अपरेसन गरियो। अपरेसन सफलतापूर्वक राम्रो सहज किसिमले अपरेसन भयो, हामीलाई कुनै असहजको महसुस भएन र त्यस कारणले यो दिल्लीको फोर्टिस हस्पिटलका परिवार हस्पिटलका डाक्टर लगायत परिवार लगायत कुलदीप छेत्री, आकाश खड्का लगायत म पनि धन्यवाद दिन चाहन्छु। मेरो भनाइ